हेलो गाइस, हामी चाहिँ इभिनिङ वक जाँदैछौँ है, ब्याक साइड यहाँतिर मजाले फ्रेस हुन्छ नि, रिफ्रेस। अलिक बिस्तारै हुनु होइन, हल्का नि। आजको मौसम दामी छ दार्जिलिङमा थियो, यस पनि दामी देखिरहेको छ। यहाँ चाहिँ महाकाल धाम छ, यहाँ माथि हो दार्जिलिङको, माथि पर्छ। यहाँबाट झन्डै 5 मिनट लाग्छ नि, 5-10 मिनट। भाइ तिमीले के माग्यो अन्त ढोकेर महाकाल मन्दिर? कुकुरसँग चाहिँ एकदम टोकेको है, त्यसलाई गरममा कस्तो भइरहेको होला। त्यो हुन्छ नि, यत्रो अनुहारमा रातो रहेछ र बाजी। कस्तो रहेछ रातो छ अनुहार, आँखा चाहिँ रहेछ, आँखा सिधा आयो भने त अन्त कस्तो चाहिँ हुन्छ नि, डर लाग्छ नि त भाइ। एकपल्ट भन्ने मलाई झापटले भेटेको नि, आम्मा पिसफुल छ नि यो जग्गा त। यहाँबाट हिमाल त दामी देख्छ, स्याटिस हुन्छ नि। मेरो गाउँ बस्ती भिलेजहरू दामी देख्छ। हामीले यो बाटो भएर जान्छ कालिम्पोङ। यो चाहिँ पानीको यो हो क्या है, यो चाहिँ त्यही त खाना खायो। अनि ट्री त कस्तो न, पाइन ट्री कत्रो कत्रो चराहरू कराइरहेको पिसफुल। आमा कस्तो दामी हुन्छ हौ, प्र्याक्टिस हुन्छ नि। आज चाहिँ मजाले घाम लागिरहेछ हो, बादल पनि छ हो। यो त के हो, तेजपत्ता होइन यो? तेजपत्ता होइन नि है, तेजपत्ता त उयसमा हुन्छ अन्त चिसो जग्गामा हुँदैन होइन? होइन होला तेजपत्ता यस्तो चाहिँ हुन्थ्यो, होइन त्यस्तै छ तर तेजपत्ता हो नि, तेजपत्ता हो कहाँमा चाहिँ हो नि, तेजपत्ता हो। ए आउनु पर्ने लिएर बेच्दिउँ होइन, दामी हुन्छ अरे। टक्कै घाम लागेको दामी हुन्थ्यो है, अस्ति यो रिफ्लेक्सन दामी थियो नि है घामको। यहाँ मन्दिर पनि रहेछ। मन्दिर छ, गड ब्लेस यु पाउँछ तिमीले ढोकिरहेको, मनमा शान्ति मिल्यो पनि सेटिस हुन्छ नि त। 2 रन मारौँ होइन, 2 रन मारिदिनु छ ल। ग्यास पनि भइरहेछ मलाई हो, कस्तो कहिलेदेखि गर्छ है रुख त। यसलाई त अँगिरी हो कि के भन्छ हौ, यो त फेरि
चन्दन कहाँ हो चन्दनको रुख गिरी है किनकि भन्छ यो चाहिँ गाई बाख्राले खायो भने त पुग्नुकै मर्छ अरे नि त त्यो दाउरा क्या कडा हुन्छ दामी हुन्छ तर कोइलाले क्या होस्नु आउनु आँट्यो ड्रमहरू बज्दाखेरि पनि स्कुलको याद आइन्छ नि हामी मिस गर्दिन्छ यहाँ दामी छ पार्क पुलअप गर्ने जग्गा छ यहाँनिर आज चाहिँ बिहान त दामी हुन्छ है दामी लेट सुत नि त लेट नाइट हुन्छ नि त हामी सुतायो हो त्यही भएर चाहिँ दामी सक्दिनँ बुढो भयो म त बुढो भयो नि यहाँबाट यस्तो पुलअप कति त हान्छ यता होइन उबाट हौ अर्कोमा गर न त्यसबाट त हुँदैन उयो गर न यता फर्केर उता फर्क यता फर्क त्यो भेट्छ हौ गरिरहेको छु कति हान्छ एक आर्मी दुई खाली गरेको दुई खाली गरेको तीन चार भयो म गर्दिनँ साह्रो पऱ्यो दुइटै गरिदिएको नि रसिलो छ क्या कहाँ रसिलो सक्छ जोक मात्रै गरेको भाइ जोक यता आउँदैछ क्या त्यो स्टुडेन्टहरू है के भन्नु बिहान बिहान गऱ्यो भने तर आदत बस्छ नि दामी हुन्छ दुइटै गरिदिएको तर मैले दामी हुन्छ दुईवटा तिमीलाई सिधा निकालिदिन्छ नि आर्मीलाई 10 चाहिँ हानिदिनुपर्छ नि आर्मीमा त्यो पनि तिनीहरूको अन्दाजले भन्छ वान डाउन अस्ति यहीँ आएको हामी है गेस्टलाई पुऱ्याउनु त्यो गेस्ट दामी थियो त्यो गुराँसको होइन यहाँबाट स्याटिस देख्छ हामी हिमाल चाहिँ यहाँबाट त्यहाँ भएको थाहा छ नि डेली गऱ्यो भने हुन्छ 10हरू हाल्नु पाइदियो भने दामी हुन्छ नि एकदम ओपन जिम हो नि त पनि गर्नु पायो उयो आयो अरे नि त क्लाउड फगी आइहाल्यो फग सेकेन्ड होल्ड गरौँ होइन क्या गरौँ त्यही त छैन यो त छैन जाउँ है जस्तो हेरौँ खालि अन्त छोटो घुमेर टक्कै हामी हिँडेको 9 मिनट भयो 9 मिनट यहाँ टाइम देखाइरहेको छ नि त यहाँ त गर्नु पर्दैन है पाउँदैन नि भिडियो पज गर्नुपर्छ यहाँ सिकाउँदो रहेछ नि त एकछिन हेरौँ है प्र्याक्टिस हुँदैछ भिडियोको लागि यहाँ चाहिँ मेफेयर होटलहरू छ दार्जिलिङको हामी अर्कै वेटिङ नवे है बाटो कति त्यही बाटो मात्रै हिँड्ने दर्शकहरूलाई नयाँ नयाँ दृश्यहरू देखाइदियो त्यही छ अब कस्तो दामी छ नि ट्रीहरू एकदम उयो इन्भाइरोमेन्ट त्यहाँ कस्तो दामी छ दार्जिलिङमा
सब उसको नि फरेस्ट डिपार्टमेन्टको हो फरेस्टको शिवको त अँधेरो भयो त यहाँ त है अँधेरो न अँधेरो भयो त जङ्गलले गर्दा है कस्तो मजा लाग्यो नि यहाँ हिँड्नु चाहिँ मलाई अब छ्याङ्गै भइहाल्यो फेरि हो अहिलेदेखिको चाहिँ रुखहरूलाई पेड आमा पर लगाएको छुइनँ नि म हजुर है यताबाट यहाँबाट त्यो म्याक्सिमम् स्कुटीमा चाहिँ हिँडेको 5 मिनट स्कुटीमा हिँड्यो भने के फाइदा हिँडेको यसरी चाहिँ हिँडेको छैन पैदल चाहिँ हिँडेको छैन मैले पैदल यात्रा चाहिँ हिँडेको छैन क्या यहाँतिर एक्सिडेन्ट नगर अब भिडियो सबै यहाँ गभर्मेन्टको अफिसरहरू हामी चाहिँ सर्टकट जाँदैछु भाइलाई छ सबै बाटो चाहिँ कि म त नौलो मान्छे पऱ्यो हो कालिम्पोङको यहाँ एकपल्ट त्यो लास्ट कुनै कति सालमा दिनको होला है यो त है आमाको घरहरू ब्रिटिसको पालादेखिको होला है आमा लास्ट त्यो अक्टोबर कि कुनै कहिले पानी भएको थियो नि त्यति बेला नि पहिरो गएको थियो नि नयाँ बनाएको यहाँ मुनि हेर न मान्छे पनि मरेको भएर यो त तिम्रो उस भन्छ नि त के भन्छ यो जग्गालाई कचरी माथि भन्छ नि त ए दार्जिलिङ देख्दैन पुरा यो पेड रहेछ पेड तपाईँले देखेको छैन हामी चाहिँ त्यही बाटो जाँदैछौँ अब सर्टकट रोड नगएर चाहिँ हामी सर्टकट बाटो जाँदैछौँ तल चाहिँ दार्जिलिङमा आजको भिडियोलाई समाप्त गर्छु थ्याङ्क यू फर वाचिङ